years later. हेलो नमस्ते गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र तपाईँ सुगान तामाङ। अहिले म म्याग्दीमा छु। म्याग्दी धौलागिरी भन्ने यो ठाउँमा जातवाला गरिदिन सक्नुहुन्छ। यहाँ गरेको ठाउँको नाम हो म्याग्दी अनि हाइडो हो। यहाँ चाहिँ यस्तो राम्रो ठाउँहरू छैन। म चाहिँ 3 दिन भइसक्यो 3 नाइट काम गरेको थिएँ हाइडोमा। अनि आज चाहिँ जानु परेको छ काठमाडौँ, किनभने यहाँको अवस्था ठिक लागेन। छिटो छ ठाउँ। गुरुजी हो हामी चाहिँ काठमाडौँ जाँदैछौँ आज। अनि आज गएर कि भोलिबाट काम गर्ने होला हामीले है। कस्तो ठाउँमा आयो भने यति टाढोबाट आयो लास्टमा यहाँको प्राकृतिक हेर्नु गाई चाहिँ यस्तो राम्रो छ कि यहाँ तर एनसिपी नेट टावरै आउँदैन अनि वाइफाई पनि चलाएन किनभने यहाँको लस छ। यो ठाउँ चाहिँ एकदम टाढो छ होइन, काठमाडौँबाट लगभग कति किलोमिटर टाढो छ यो ठाउँ चाहिँ। अनि जस्तै यो ठाउँ जस्तो भए पनि एकदम हरियाली, एकदम पानीको चाहिँ एकदम सुविधा भएको ठाउँ। अनि हामी चाहिँ 3 दिन काम गरेको थियौँ नाइटमा। 3 दिन झ्याप भइरहेको थियो। अनि उहाँले मलाई काममा ल्याउनु भएको थियो। आज चाहिँ जाँदैछु काठमाडौँ नाइटमा। भोलि काठमाडौँ पुग्छ हामी। अनि त्यसपछि अर्को काममै जाँदैछौँ यो ठाउँमा चाहिँ अलि। अनि हामी बेनी बजार जाँदैछौँ। अनि त्यहाँबाट गाडी लिँदा आउँछ। अनि धेरै लामो छ क्या बाटो यार। बाटो पनि मोस्ट डेन्जरस बाटो छ कि नेपालको। ठेट बर्खाको बाटो झन् यस्तो माथि प्रभु एकदम छ नि। तर ठाउँ चाहिँ यसो छ नि, धेरै मान्छे छैन कि। तर यो हाइडो भनेको चाहिँ जलविद्युतको लागि बनाएको रहेछ, जहाँ चाहिँ सारा नेपालभरि नै विद्युत पुर्याउनको लागि बनाएको ठाउँ हो। अनि यो चाहिँ बाटो चाहिँ यस्तो छ जहाँ चाहिँ अहिले चाहिँ यहाँसम्म चाहिँ राम्रै हो। अहिले तल पुगेपछि बाटो देख्ने बित्तिकै खत्तम छ बाटो। यस्तो राम्रो झर्ना छ गाइस, तपाईँले देख्न सक्नुहुन्छ। यस्तो राम्रो झर्ना छ होइन, जहाँ चाहिँ यो ठाउँलाई चाहिँ एकदम ठुलो पहाड झर्नाहरूबाट हाइडो बिजुली निकाल्न सकिन्छ। यसको हाइडो चाहिँ उता पछाडि छ, मैले बनाउनु पनि पाइनँ। सो आज काठमाडौँ जाने काम परेकोले अनि त्यही हो, गया तेल लिने भयो। अब हामी जाउँ। यो बाटो चाहिँ देख्न सक्नुहुन्छ, यहाँबाट बाटो चाहिँ यस्तो हालत छ जहाँ चाहिँ बर्खाको बेला बाटोको हालत यस्तो छ। यो चाहिँ म्याग्दी धौलागिरी ठाउँ हो हाइडोको। यहाँ चाहिँ हाम्रो गुरुजी र म जाँदैछु, अरू पछाडि आउँदैछ। यहाँ चाहिँ बाटो देख्न सक्नुहुन्छ। चप्पल लाएको छु मैले चाहिँ। गुरुजी चप्पल लाउनु पर्ने नि हाकिनु। अब यस्तै हिलोमा कसरी जाने गाडी हेर्नु त, यो टेक्ने ठाउँ कि छैन। ल मर्ने भयो नि त यस्तै हिलोमा। ठेट खत्तम भयो नि गाइस, खत्तम। ल बाटो चाहिँ यस्तो छ है। तपाईँहरूलाई पछाडि टिपर देखाइरहने यस्तो बाटो छ। बाटो त पहिला हेर्नु न यस्तो छ बाटो। अनि यो यस्तो पहाड एरिया छ कि नेपालको बाटो। ल गयो म्याग्दी हामी। ल पानी परिरहेको छ यहाँ पनि। तर बाटो पनि तपाईँहरूले देख्न सक्नु भएको थियो अगाडि बाटोको हाल। अब सिधै हामी म्याग्दी बेनी बजार जानुपर्छ। बाटो धेरै लामो छ, ट्राभलिङ गर्दै हेर्नु होला। अनि काठमाडौँ भोलि पुग्छ आज नाइटमा। तपाईँहरू देख्न सक्नुहुन्छ मोस्ट डेन्जरस इन नेपाल, मोस्ट डेन्जरस इन द रोड इन नेपाल म्याग्दी रोड। बाटो पनि यस्तो खतरा छ, झर्ना होइन बाटो हो। पानी परिरहेको सिमसिमे भिजिसक्यो मलाई। दुःखै छ त गाइस। सब्सक्राइब गरिदिनु होला है सबैजनाले पठाइदिनु होला 1000 सब्सक्राइब। अस्ति भर्खर 100 थियो, अहिले एउटाले कसले अनसब्सक्राइब हालिदिन्छ। यस्तै छ बाटो जिन्दगीमा। के गर्नु गाइस, यस्तो बाटोमा आउनु पर्छ। कहिले नआएको, फर्स्ट टाइम आएको थिएँ म चाहिँ। एकदम गाडो फाटिरहेको छ मेरो। यो बाटो हेर्नु झरना पहाड पानी परिरहेको छ।
1 hour later. हेलो गाइज मर्निङ। अनि यहाँ हिजो हामी यता बास बसेको थियो अनि किन हिजो राति पानी पर्यो तर आज त काठमाडौँ जाँदैछौँ अनि हामी चाहिँ यो ठाउँमा बसेको थियो र आज बिहानै हामी जाँदैछौँ है। अनि यस्तो राम्रो छ यहाँको ठाउँ अनि त्यही हो। अब हामी आज ठाउँमा जान्ला। गाडी पनि आएन यार, गाडी पनि छैन, अब कहिले पुग्ने होला यार, यस्तो अवस्था छ। तर तपाईँहरूले बिहान यस्तो यहाँको भ्यू देख्न सक्नुहुन्छ, यहाँको भ्यूहरू देख्न सक्नुहुन्छ। हरियाली छ है, कति रमाइलो, कस्तो राम्रो ठाउँ छ कि। अनि अगाडि हाम्रो मान्छेहरू गइरहेको छ। यस्तो पानीहरू यस्तो हाल्छ। घामलाङ लास्ट त फिल भइरहेको छ। पानी चाहिँ यस्तो हिमालको पानी झरना आउँछ यहाँबाट। के गर्नु, अब बस्दै यस्तै छ तर भ्यू चाहिँ एकदम राम्रो छ। हेर्दै गर्नु है। यो ठाउँमा तपाईँहरूले देख्न सक्नुहुन्छ धान पनि रोपेको छ होइन। धान हो कि के रोप्यो। अनि यस्तो ठाउँमा खेती पनि हुन्छ जहाँ चाहिँ पूर्व यताको रहेछ त है, पूर्व साइड यता पर्दो रहेछ। घाम त उताको लाग्छ है, पूर्व साइड यताको देखेर तर घाम उदाएको देख्छु त उता त घाम लगाइरहेको देखिरहेको छ। ल हेर्नु सक्नुहुन्छ हामी कतिजना छ अगाडि। ए बाफ्रे, यहाँ पनि खेती किसान गरेको छ। घाम लगाइरहेको छ उता, उट्टे घाम लगाएर हामी जाँदैछ। त्यो देख्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो ठाउँ छ होइन। यो चाहिँ म्याग्दी भन्छ क्या, म्याग्दी धौलागिरी म्याग्दी खोला, यस्तो भएर आउनु सक्नुहुन्छ त। ल है म्याग्दी हामी गयो, बाई बाई। हेर्नु न यस्तो राम्रो हरियाली ठाउँ छ यार। हेर्नु न यस्तो राम्रो कि राम्रो छ। यो भिडियो निकै लामो छ गाइज। A few moments later. मोमो खानु मान्छे गाछ भन्नु ठुलो मोमो छ यहाँ। मोमो खाँदैछ अहिले हामी। यस्तो छ मोमो। सो फाइनली गाइज अहिले म बेनीमा छु अनि जहाँ चाहिँ म हाइडोबाट फर्केर 3 नाइट काम गऱ्यो यो ठाउँमा आएर होइन। अनि म चाहिँ अहिले मनाङ मुस्ताङ जाने साइड बेनी बजारमा छु र म काठमाडौँ जानु लाग्यो होइन आज नाइटमा। सो नाइट गाडी, यो नाइट गाडी चाहिँ कस्तो हुन्छ तपाईँहरूले कसले चढ्नु भएन होला। यो चाहिँ अरू गाडीहरूभन्दा पनि धेरै नै हुन्छ होइन।
Years. सो फाइनली गाइस म काठमाडौँ पनि आइसकेको छु। अहिले हामी काठमाडौँमा यहाँ होटलमा छौँ जहाँ चाहिँ माछा पहरी होटल माछा पहरी आएको छ हामी चाहिँ अनि आज चाहिँ हामी नाइटमा जान्छौँ सुदूर पश्चिम होइन। अनि हेर्दै गर्नु होला यो भिडियो पनि कसैलाई एकदम लङ छ लामो छ मन पर्दा सब्सक्राइब गरिदिनु होला। ल त गाइस बाई बाई।